हेलो गाइज दर्शक नमस्ते सेवा सामने के छ तपाईँहरूको खबर। आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम ठिकठाक छु र मेरो भ्लग आज धेरै समयपछि चाहिँ मैले भ्लग स्टार्ट फेरि गर्न थालेको छु। अलिकति समय पनि मिल्यो अनि माइन्ड पनि अलिक फ्रेस हुँदैछ। अनि आज म तपाईँहरूलाई यहाँनिरको झरनामा चाहिँ यो भ्यू खिच्नको लागि आएको छु। म तपाईँहरूलाई देखाउँछु। देख्न सक्नुहुन्छ यहाँनिर झरना, यहाँबाट पानी गइरहेको छ, भित्र कुरो झरिरहेछ। यो चाहिँ बनाएको कृत्रिम झरना हो, एकदम राम्रो रहेछ, स्वच्छ छ, तर डर पनि लाग्दो रहेछ। अब या है बोलेको पनि हुई 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 गर्छ त। नाइस झरना। त्यहाँ मुनि गाडी पनि हिँडिरहेको छ। त्यो चाहिँ बाटो हो, अलिक सोचेको नै हो, पुरै बाटो हो। गाइज हामी अब चाहिँ तल यो झरनाको फेदमा झर्दैछौँ। मलाई अलिक गर्मी पनि भयो कि यो मैले सर्ट पनि खोलिदिएँ। अब झरनाको चाहिँ तल फेदबाट देखाउनेछु। पार्किङ एरिया त्यहीँ पनि थियो रहेछ नि त, हो त्यतै राख्दा नि हुन्थ्यो रहेछ। हामीले यो ब्याग चाहिँ ल यहीँ राख्ने। ल हाम्रो यो ब्यागहरू चाहिँ यहीँ राखिदिने। अनि फोटो हाम्रो ब्याग यहीँ छ। ल गाइज फाइनल्ली यो झरनाको फेदमा आइपुगेको छौँ हामी। वाउ नाइस झरना। आँखा पनि छ। वाउ कुल हावा पनि एकदम चिसो दामी रहेछ। चिसो हावा आइरहेको छ होइन। यो चाहिँ फाइनल्ली बनाएको झरना है, कोरियाले यो चाहिँ बनाएको झरना हो। यो पानी चाहिँ चट्ट मुनिबाट फेरि माथि गएको छ, माथिबाट यहाँ फेरि झरना बनेर झरेको छ। अनि त्यस पछाडि यो फेरि सर्कलिङ भइरहेको झरना हो। तर त्यस्तै भए पनि एकदम राम्रो छ। चलो हाम्रो साथी पनि यहाँनिर पुरा फोटो खिच्नु धमाधम छ। फोटो खिच्ने होइन त, ल एउटा फोटो खिचौँ होइन ट्याक्कसँगले। फाइनली गाइज हामी अब यो झरना चाहिँ फोटो पनि खिचिसक्छ, भिडियो पनि खिच्यो। अब हामी यो ठाउँलाई छोडेर हामी यता माथितिर लाग्दैछौँ। बाइक चाहिँ एकदम गजब लाग्यो, मलाई मजा आयो, रमाइलो लाग्यो। अब यता माथितिर यताबाट जान सुन्दाखेरि हामी लगभग गाइज त्यो डाँडामा हिँड्न लाग्यौँ। हामी डाँडाबाट एउटा भ्यू सर्टहरू लिन्छौँ, अनि त्यस पछाडि घरतिर लाग्छौँ होइन। हाम्रो यात्रा पनि सक्यो। बबाल हामी अब यो भ्यू टावरमा जाने हो। त्यहाँ जान पाउँदैन हो। अब हामी त्यहाँ जान्छौँ। धुम्रपान निषेधित क्षेत्र भनेर टाँसेको रहेछ। हामी सिधै माथि जान्छौँ। माथिल्लो तलमा नाक्सपुञ्जी सूचनाहरू पनि हेर्दै हिँड्नु पऱ्यो नि त फेरि। नाइस। वाह नाइस यार, बबाल। यहाँबाट यस्तो राम्रो छ है भ्यू। म सरर देखाउँछु ल।
वाओ नाइस पिसफुल यार oh my goodness दामी फाइनल्ली गाइज अब हामी यो टप भ्यू पनि गरिसक्यौँ। अब हामी घरतर्फ लाग्नेछौँ। अलिक पानी पनि पर्ला जस्तो भइरहेको छ। आज मौसमले च्यालुङ गर्ला गर्ला जस्तो भइरहेछ, तर घुम्नको लागि चाहिँ एकदम बेस्ट समय भयो क्या। किनभनेदेखि गर्मी छ नि त अहिलेको मौसम चाहिँ, गर्मी भए पनि यो पानी पर्न लागेको कारणले गर्दाखेरि धुम्म भएको अनि गर्मी नभएको एकदम दामी। अब हामी यहाँबाट पनि झरियो गाइज। फाइनली अब हामी लाग्दैछौँ रुमतर्फ। अलिक भोक पनि लाग्न थालिसकेको छ। हाम्रो गाडी चाहिँ यही छ। यात्रा के मरेको छ। ल गाइस, मेरो भिडियो हेरेर साथ दिनुभयो अन्तिमसम्म धेरै धेरै धन्यवाद। अनि जाने बेलामा लाइक कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै हामी अब लाग्छौँ बाटो बताउँछौँ गाइज। ओके बाई बाई, टेक केयर, फेरि भेटौँला।